छिराइदिनु हो तलको पेट्रोल पनि बकेटमा हाल्दियो भाइ हो त्यसरी राखिदिनु ल भयो भयो टाइम सकिन्छ जान त्यही त बकेटमा हाल्दैन त्यो तेल पनि त्यो भाइलाई अनि बकेटा चढ भन्नु न भयो पह पह यता आऊ अब त्यही बकेटा आउनु पर्यो होइन भयो 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 दाइ भयो भयो छोडिदिनु अहिले खोल्नै गाह्रो पर्छ पेट्रोल चाहिँ त्यो माग्नु बकेटा राखे हुन्छ ए तलतिर जाला नि तपाईँ चाहिँ त्यसलाई चाहिँ मिसिनले च्याप्ला नि बाबा बाबा एकछिन अर्को भाइ पनि चढ्दैछ त्यो भाइको तलबाट छिर्नु क्या तेल पनि अर्काकै तेल हो पहिला मान्छे झरेर यहाँ ठोक्छ नि यहाँ यता तपाईँ यता थपेको भन्नु न भाइमा हो त्यो टुप्पो समातेर यही जाला मान्छे चेप्लाई फेरि अलि यता आएर गर अब तपाईँ हुन सक्छ समाइदिनु त समाइदिनु बाइक यता राख्नु अलिकति पेट्रोल ल्याए पेट्रोल पेट्रोल झर्ला ल यताबाट हट्नुहोस् त यहाँ आयो त्यो वर्कसप पुऱ्याइदिनु वर्कसप पुऱ्याइ ढुक्क भाइ यहाँ ल्याएर भाइ यहाँ ल्याएर कुनामा हाल्यो कुनामा बोतलमा समाइदिनु ठिकिँदैन है समाइदियो यो समाइदियो समाइदियो क्या समाइदिनु भाइ समाइदियो काम गरेर कम कराउनु धेरै भयो हेरेको मैले ल अब ल फलाउँ ल ब्रेक समारे भाइ जति हिँडेर हिँड्दै हुन्छ फलाउँ फलाउँ यसको लाइन हुन्छ त्यो लाइन पेट्रोल झिकाउनु त्यहाँको
कालको ठुलो ढुङ्गा टिपेर जाने मोटरसाइकल बिचरा आफै पेट्रोल अर्काएको होला हामीले यस्तो बेला अरूले हाने हैन के काम नपर्दैन बाबु काल काट्यो साथी अब ढुकाले बस्छ बाइक बनाउ बिस्तारी मैले सिंगरा लाने भन्देको छ आउँछ चिन्दैन तिमीले तिम्रो गाडी गर्दा हो भन्ने तिमीलाई चिन्दैन त भोटर हो भन्दै